हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु आवर एनदर ब्लग। आज चाहिँ हामी कहाँ पऱ्यो है, मार्ताम जाँदैछ। त्यहाँनिर चाहिँ हाम्रो के अरे क्विज कम्पिटिसन छ अरे नि त आज। त्यही कारणले गर्दाखेरि चाहिँ आज म जाँदैछु। अनि बहिनी चाहिँ वर्षा चाहिँ हिजै आएको हो। अनि एकदम के भन्छ यसलाई राम्ररी भएर हिँडिरहेको छ। राम्री हुने टाइम पनि पाएन। अनि हामी चाहिँ आज मार्ताम जाँदैछ। मार्ताममा चाहिँ क्विज कम्पिटिसन बाटो पनि थाहा छैन हामीलाई हो जाने चाहिँ। तर पनि यसले फेरि जबरजस्ती जुङ अरे हो। अनि त्यही कारणले चाहिँ म जाँदैछु। अन्त आज चाहिँ के अरे त्यही माथि यताबाट हिँड यता ड्युटी पनि छुट्टीमा आइकन गएको आज चाहिँ। त्यही कारणले गर्दाखेरि भयो। स्कुटी पनि पर राखेको छ मैले काम गर्ने जग्गामा। झन् यहाँबाट चाहिँ 15 मिनट जस्तो लाग्छ होला हौ पर पुग्नु। यति टाढो राखेको छ यसले। यहाँ हेर्नु न यसको लुक्स, मेरो बहिनीको लुक्स, वर्षाको लुक्स। वर्षाको लुक्स त्यो चाहिँ अलिक माथि गर्नु लुगा चाहिँ। यो चाहिँ तेल लाउनुको लागि आउँदैछ स्कुटी लिएर। यो चाहिँ हाम्रो ब्रेकफास्ट आजको। भोक लागेर केही छैन आज। बुढी खाली भइसक्यो। जहाँबाट आयो पनि यसो चाहिँ खानाको मेलो मेसो है। लागेपछि चाहिँ अन्त के गर्नुहुन्छ? ब्ल्याक टी भयो, ब्ल्याक टी। बिहान भोक लाग्छ। हामी चाहिँ यहाँनिर खाजा खानु आइरहेको छ। हामी चाहिँ यहाँ आइपुग्यौँ है। यो चाहिँ यो ठाउँ चाहिँ टुरुक के अरे टुरुक अरे यो ठाउँको नाम चाहिँ। यहाँ आइपुग्यो। हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क यू। यस्तो रहेछ बाटो चाहिँ। जग्गा चाहिँ दामी रहेछ, मन पर्यो। जग्गा चाहिँ दामी, अरू चाहिँ के होइन भोक लागेर चाहिँ फुलेन एउटै उयसमा चाहिँ दुईटा कलरको फुल, पर्पल र उयो। यो लगाइदियो त अलिकति बेल्ट हातमा छिराउनु। म त लुगा पक्रिनु कि बेल्ट लुगा मिलाउनु कि के गर्नुहुन्छ? उताबाट अरे ऊ परबाट ओह्रालो अरे। यहाँ चाहिँ च्युइङगम किन्ने अरे यसले। अब के हुन्छ? के भन्नु न, ज्वरोको दबाई हुन्छ लाग्दैन है। यो चाहिँ के हो? एउटा किन्दैन? कति रुपियाँ हो? एउटा किन्दैन? त्यो बाँचेर किन्ने एउटा किन्नु। बर्फी रहेछ लेखेको देखेनस्? कुन तानी कस्तो भयो? खानु मन पर्दैन कि? खाँदैनस् त? अच्छा मैले अब खाइसक्यो आधी। खाइदे नेट चलेन अरे, पैसा दिनु भएन। ब्याक गर भन्छ हो। नेट नचलेर खाइसक्यो मान्छेले।
फर्काउनु पो अरे कहाँबाट फर्काउनु त्यसको लागि चाहिँ मैले फेरि अर्को प्रोसेस गर्नुपर्छ हरायो आउनु छैन आयो यही ओह्रालो भनेको होला हौ है त्यो अङ्कल यही ओह्रालो भनेको मलाई पनि यही ओह्रालो जस्तो लाग्यो है साथी हामी चाहिँ हिँडेको अब जहाँ पुग्यो केही न केही होइन यहाँबाट ओह्रालो गयो भने कहीँ नपुग्यो मल्ली चाहिँ पुग्ने रहेछ यो चाहिँ हामी 100% स्योर भइसक्यो होइन मल्ली पुगेपछि त्यहाँ बाटो यादै छ त्यहाँबाट त होइन रुम जाने गान्तोक जाने त बाटो यादै छ होइन मल्ली पुगेपछि त नो वरिस यही त होला नि त जङ्गल बाटो भने जङ्गल त यहीँ छ यस्तो घरहरू देख्दाखेरि त हाम्रो घरहरू याद आउँछ माटोको घरहरू देख्दाखेरि त माया लाग्छ नि यस्तो घर भन्दैछ भयो खुसी रेन्टै दिनु परेन भने पनि है यतिको घर पायो भने त त्यसको लागि चाहिँ के गर्नुपर्छ तपाईँहरूले हामीलाई फलो गर्नुपर्छ पैसा आउँछ त्यहाँबाट घर बनिन्छ तर खै गर्दैन त मतलब सब्सक्राइब गरेकोहरूले पनि अनसब्सक्राइब गरिदिन्छ के गर्ने भिडियो बनाउनै पाउँदैन हामी बिजी ड्युटी जानु पर्यो हात गल्यो बाटो चाहिँ यस्तो रहेछ है साथी हो चिप्लिने रहेछ पानी पऱ्यो भने चाहिँ पत्ताहरूले बिजुली पालेर हट भएर पट भएर मान्छेहरू चाहिँ कता हिँडेको भन्दै आज चाहिँ पापै भयो स्कुटी कुदाउनु चाहिँ नि होइन कि त्यो के भन्छ त्योबाट कहाँबाट पनि छिर्यो हामी नामथाङ कि देमथाङ कहाँबाट चाहिँ भित्र पस्दो रहेछ होइन तारको जाने बाटो हो तारको त कहाँ सदम सुन्तुले भनेर सदम भित्र पसेपछि चाहिँ त्यहाँबाट तारेभिरको बाटो चाहिँ सानो रहेछ होइन सानो तारेभिरको बाटो पसेपछि चाहिँ हाम्रो पाप भएको खासमा चाहिँ त्यस्तो घिनलाग्दो पनि होइन तर बिचमा चाहिँ अलिअलि कुत्रुक मुसाले कोटाएको छ भएको रहेछ बिग्रेको रहेछ हो टाढो अन्त त रोड पुगिहाल्यो चाहिँ खाइपी गरी सबै गरेर चाहिँ अब चाहिँ हामी निक्लेको है अन्त सक्यो सबै सक्यो अरूहरू पनि खानाहरू खाँदै थियो होइन तर अब हामी चाहिँ मल्ली जानुपर्ने भयो यहाँबाट चाहिँ हो त्यही भएर चाहिँ हामी चाहिँ छिटो निक्लिहालेको छन् चाहिँ छ पर अब अरूहरू पनि हो अन्त छोडिराखेर भनेर निक्लेको किन भन्दा चाहिँ दबाई थियो नि त हाम्रोमा चाहिँ माथि गान्तोकमै किनेको थियौँ दबाई नानालाई चाहिँ जोरथाङमा पठाइदिनु पर्ने अन्त बिहान त हामी भनेको त तल रानीपुलमा बसिरहेको होइन फेरि उकालो चढ्नु त ढिलो हुन्छ भनेर चाहिँ सिङतामबाट पठाइदिनु पर्यो भनेर सोचेको थिएँ होइन सिङताममा पनि गाडी पाएन अनि त्यत्तिकै यहाँ आयौँ यहाँबाट चाहिँ हामी मल्ली झरेर चाहिँ गाडी रोकेर चाहिँ दबाई पठाइदिनेवाला छौँ उता अन्त त्यहाँ छ हेलो भन हेलो पनि भन्ने थापेर अगाएर अघिसम्म चाहिँ भोकले यस्तो साह्रो परेको थियो कि भोक लागेर चाहिँ आम्मामा अहिले चाहिँ ढ्याम्मै भइरहेको छ अलिक सास आइरहेको छ तागडा भइरहेको छ अहिले चाहिँ खाना खायौँ अगायौँ अब उकालो हिँड्दैछौँ हो पचाउनुको लागि फेरि भोक लागेको जस्तो हुँदैछ त यसले तल किर्नेमा थुक्पा किन्ने अरे नि त त्यही भएर पचाइहालेको अरे होइन एकदम भेज थै म त खाँदिनँ भेज त भेज त क्या
पाउँछ त त्यहाँनिर हो मासु खानु छोडिदिएको मैले आमै भर्खर दम्साइ राखेर भर्खर दम्साइ राखेर चाहिँ छोडिदिएको म एकदम भेज हो भेजपट्टि गएको छु कि अब चाहिँ मैले मासु सासु सबै खानु छोडिदिएको छोडेको नि अब यसले हिँड्दा भक्क भयो थाक्यो आपको बोट है यो होइन है यस्तै हो आपको बोट हो त यो पत्ताबाट चाहिँ चिन्छस् बोट त सुन त आफै गनाउँछ खै गना नै तँलाई चाहिँ खै दे त आफै गनाउँछ आपको बोट हो यो खै मैले त एउटा पनि गनाएन आपको बोटमा साप बसेको हेर यहाँ चाहिँ पुरा बाटो अप्ठ्यारो रहेछ यस्तो बाटो म चाहिँ गाडीमा जाने अब नसक्ने भयो गाडीहरू त्यस्तो धुलो के भइस अरे के छ अरे त्यहाँ पानी म जग लिएर आउँदैछु ल गर्नुको लागि ल हामी चाहिँ भर्खर आइपुग्यौँ होइन यहाँ तल हामीलाई चाहिँ झन्डै 3 घन्टा कि 2 घन्टा जस्तो लाग्यो बाटो चाहिँ पुरै खराब रहेछ हो पुरा खराब बाटो बुई कस्तो मुस्किलले चाहिँ आइपुग्यो भनेर चाहिँ मलाई मात्रै थाहा छ कि तर पनि जस्तो जस्तो आइपुग्यो है मल्लीमा हो यहाँ चाहिँ अब गाडी परेको कुनै गाडीमा हालेर पठाइदिनु भनेर छैन गाडी एउटा आउनु छैन के गर्छ कुनै रहेछ है यो त लगाएको त होइन होला है हामी चाहिँ घर आइपुग्यौँ है अब चाहिँ सक्यो हाम्रो टुर आजको होइन यति नै हो अब लास्टमा चाहिँ के भन्छु भन्दाखेरि तपाईँहरूलाई थ्याङ्क यू फर वाचिङ आवर भिडियो डु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब